ल एउटा सानो जानकारी छ सबैजनालाई। अस्ति पनि बनाएको थिएँ कि मैले भिडियो, त्यो हात्तीभाडा जस्तै अर्कै हुँदो रहेछ। हात्तीभाडा त रहेछ अर्कै रहेछ, तर त्यसको पनि त दामी हुँदो रहेछ। हाम्रोतिर त हुन्छ होला त्यो पनि, तर यहाँ आज के छ भन्दाखेरि बाँसको छ। अब आज बाँसलाई पहिले अब तताएर त्यसको छिल्का निकालेर अनि त्यसलाई चाहिँ रेसा बनाएर, होइन, तातो पानीमा गरेर रेसा बनाएपछि सबैलाई एकजुट गरेर त्यसपछि सबैलाई एकजुट बनाएर त्यसको खतरा बनाउँदो रहेछ त यार। बाँसको त खतरा जस्तो बन्दो रहेछ त। आज आएर थाहा भयो मलाई त। मैले त त्यस्तो थाहा थिएन। हाम्रोतिर थुप्रै बाँस हुन्छ नि त, अब खालि त्यत्तिकै वेस्ट हुन्छ। दामी बनाउँछ, तर एकदम राम्रो भिडियो कि। हाम्रोतिर अब अलिक काम लाग्ने भिडियो, त्यही भएर भिडियो बनाएँ मैले नि, होइन। काम लाग्छ नि त सबैतिर, अब काम लागेकै छ। उनीहरूले चाइनिजले कति दामी, हेर्नु त कस्तो दामी बनाउँछ यार। यसलाई त फेरि खान पनि मिल्ने, होइन, सानो उभाउने, त्यस्तो दुईवटा काम आउने रहेछ त। यदि जुत्ता पनि बनाउनु पाइने, अनि त्यो के भन्छ सानो बुबाहरू पनि खान मिल्ने छ नि त। बाँसको बम्बु दामी छ। हेर्दै जानुहोस्। तर केही सिक्ने कुरा हो यो भिडियोबाट, केही सिक्नुपर्छ। हाम्रोतिर पनि सम्भव छ, असम्भव त छैन यो। ल हेर्नु त कति दामी बनाउँछ के जुत्ता पनि। बलियो पनि त्यति नै हुन्छ कि, बलियो त हुन्छ, होइन। अनि हाम्रोतिर त अब त्यस्तो सुज होला, होइन, त्यस्तो पनि, तर हामीले चेक गरेको छैन नि त कस्तो सुज भनेर। ल हेर्नु त।